नमस्कार सम्पूर्णमा म लेखक नवीन बोहरा। आज हजुरहरूको माझ मैले एउटा कविता लिएर आएको छु। मैले यस कवितालाई पहिले पनि फेसबुकमा पोस्ट गरिसकेको छु अलरेडी। कतिपयले पढ्नु भयो होला, कतिपयले पढ्न भ्याउनु भएन होला, त्यसको लागि खैर केही छैन। कविताको शीर्षक छ माफीको बजार। कविता पनि कति नमिल्न सक्छ। अब्बल कविहरूले मेरो यस भिडियो हेर्दै हुनुहुन्छ भने कविता नमिलेको खण्डमा प्लस मैले कविता वाचन गर्ने नियमलाई पालना गरेको छैन भने त्यो कुराको सुझाव पनि दिनु होला। आगामी दिनहरूमा अझ सुधार्ने कोसिस गर्नेछु र कविता वाचन गर्ने नियममा बसेर कविता वाचन गर्ने कोसिस गर्नेछु। मेरो कविता यसरी सुरु हुन्छ। कविताको शीर्षक छ माफीको बजार। अपराधी हाँसो छर्छ यहाँ, न्याय रोइरहन्छ गहभरि, हत्या बलात्कार लुट सबै एक माफीले हुन्छ सफाखरी। कानुनको आँखामा पट्टी छ, सरकार निदाएको छ झ्यालमा, जनताको चित्कार सुनिन्न, जनताको चित्कार सुनिन्न, गुन्जन्छ अपराधीको भालमा। माफ गर फेरि माफ गर, यो देश माफीको बजार हो, न्याय खोज्ने मूर्ख ठहरिन्छ, यहाँ अन्याय नै शिकार हो।